ल त गाइजहरु हाम्रो इन्टिरियरको पसलमा भइसकेको छ। हामी सामान अब टी सर्टहरु हेर्नको लागि प्यान्टहरु हेर्नको लागि है त आज हामीले सिकोको कुनै पनि पसल नछोड्ने कुराकानी छ हाम्रो है। एउटा पसलमा गएर एउटा घडी लिएर आयो हाम्रो केटो हैन। टी सर्ट यहाँ रहेछ। टी सर्ट त रहेछ राम्रो हैन तर पैसा कति हो? साइज मिडियमकै रहेछ। देख्न सक्नुहुन्छ है त कपडाहरु एकदम राम्रो दामी कपडाहरु छ यता। ल त साथीहरु हैन यो पनि मलाई अलि हल्का मन परिरहेछ हैन। म त्यही भएर यसको अब चाहिँ चेक गर्न ट्राई गर्दै छु है त कस्तो हुँदै रहेछ मलाई। मलाई त यसो लगभग ठिकै जस्तो लागेछ है। हजुरहरुले कस्तो मान्नुहुन्छ? एकदम राम्रै छ है त। ल त साथीहरु मैले चाहिँ एउटा प्यान्ट हैन अनि यो टी सर्ट एउटा अनि यो टी सर्ट एउटा ए अलग हैन अलग यो नहीं है वो नहीं है। 120 रियल हो ये कितना का हो गया? आपका हो गया माइनस आपका हो गया 80 रियल 35 70 ठीक है और 10 रियल जो भी पूरा 80 रियल हो गया। और कुछ नहीं मेरे इतना ही। ल त 80 रियलको सामान खरिदियो साथीहरु है। देख्न सक्नुहुन्छ हजुरहरुले एउटा प्यान्ट हैन अनि एउटा टी सर्ट अनि यो चाहिँ भित्रको अन्डरवेयर गरेर 80 रियलको सामान किन्ने यानी कि नेपालको लगभग कति हुन्छ? लगभग 3000 लगभग 3200 को जतिको सामान किन्ने साथीहरु है त। आजलाई यति नै। अब हामी धेरै सामान खरिदैनौँ है किन भन्दाखेरि हामीसँग पैसा पनि सक्यो टाइम पनि छैन है। अब चाहिँ हामी नेपाल रेस्टुरेन्टमा गएर खाना खाने अनि चाहिँ रुमतिर जाने है त। ल साथीहरु देख्न सक्नुहुन्छ हाम्रो टिम अब चाहिँ फाइनली हामीले सामान खरिदिसकेर हैन। अब चाहिँ मैले चाहिँ एउटा सिम लगेको थिएँ नयाँ सिम त्यहाँ जाँदैछु है त। अब त्यहाँ गएर मोबाइलमा डाटा प्याक बनाउनको लागि गइरहेको छु है त। हजुरहरूले देख्न सक्नुहुन्छ हामी यात्राको क्रममा छौँ है। अब चाहिँ हामी मजाले गएर अनि सिम लगेर अनि गएर नेपाली रेस्टुरेन्टमा खाना खान्छौँ है। खाना खाइसके पछाडि हामी सिधा त्यहाँदेखि हामी 91 को अल एमएमा कम्पनीको टिकट काट्छौँ है त। भिडियो हेर्दै गर्नु होला है। मार्केटतिर छौँ है त गाइस। ल यो चाहिँ 2वटा सडक बुक गरियो है त। खै हाम्रो गाडीमा हालौँ न। गाडी त्यो होइन हौ गाडी यता छ पुरा मस्त माफी नहीं है यता छ ठिकै र। अब हाम्रो सरले टयले गुराउँदै हुनुहुन्छ है त। कति गरेको यो 15 कार्टुन खै यता सपिङ हुँदैछ गाइजहरु है। यो एउटा अब चाहिँ ल यता हाम्रो केटाहरू यता छैन है त गाइस। हाम्रो केटाहरू यता छ। हजुरहरूले चाहिँ जहिले पनि नआउने बेलामा यो साबुन युज गर्नु होला है। नाम भन न नाम। यो पियर्स लेख्न सकेर है यो युज गर्नुपर्छ। सिकोमा छ हाम्रो पसल आइदैन होला। अब यतातिर हामीलाई के छ यो एउटा कफी कहाँ छ? पक्कै यहाँ स्याम्पू कफी यता। अब साथीहरु स्याम्पू है जहिले पनि तपाईहरुले नआउने बेलामा हैन कति स्याम्पूले स्याम्पू हेर्नु कति रियलको हो यो? 13 रियलको। यो स्याम्पू देख्न सक्नुहुन्छ है। यो स्याम्पू युज गर्नुलाई एकदमै दामी स्याम्पू छ यो। अनि के भयो यसमा हाम्रो सरफ 3वटा भइसक्यो हैन। स्याम्पू भयो सरफ भयो। अब चाहिँ हाम्रो कफी एउटा स्याम्पू ममा पनि लिनुपर्छ होला अलि। कुन चाहिँ लान्छस्? महिनामा आउनुपर्छ। कुन चाहिँ लान्छस् कि लाँदैनस्? त्यही लगाउनु न एउटा। ल एउटा हाम्रो सोल्टीको लागि पनि एउटा भयो है त। देख्न सक्नुहुन्छ ल गाइजहरु हाम्रो केटाहरूले आज पसलै खराब छ। हाम्रो साउदीमा पनि वाइ पाइन्छ है। वाइ एकदम दामी छ वाइ। कफी हेरेछ अब कफी नभए हुँदैन हामीलाई हैन।
यो एकदमै राम्रो छ हाम्रो लागि नत्र यता पनि छ मात्र हाम्रो खाले उताको ठुलो डब्बा सेतो व्हाइटवाला यो उताको यो ठिकै छ यो लगाउनु त हामीले खाँदै गरेको जुन हो त्यही लगाउने हो कि हाम्रो पर्मानेन्ट होला एउटा चाहिँ मलाई चाहिन्छ ब्रस 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 खै बरस यता होला ब्रस चाहिँ यहाँ छ आज हाम्रो केटाहरूले पसलै खराब छ जस्तो छ यार अब तपाईँको ब्रस छ होइन अब डरली भरिसक्यो गाई रेट पनि देखाएको छैन कति कतिको रेट अहिले पर गएपछि थाहा भइहाल्छ ये ब्रश लगिहाल्छु ए कितना क्या भैया 5 रुपियाँ भयो अब भयो है त यति भएपछि कोलिगेट खेल्नु त एउटा ल गाई चाहिँ हेर्नु चाहिँ मार्केट सिकुमा हाम्रो केटाहरूले आज पसलै खरच छ क्या मैले थाहा पाउँछु कोलगेट साथीहरू यो वाला कोलगेट चाहिँ युज गर्नु है एकदम तपाईँको दाँतको लागि एकदम उपयुक्त हुन्छ यो वाला कोलगेट राम्रो खाले होइन ल भयो आजको लागि है ल एकदम खतरनाक सपिङ गरियो गाइजहरू है त आज पैसाको एकदम सर्टेज पैसा सिसा सब खल्लीबल्ली सबै सकियो पैसाहरू हाम्रो है त त्यही भएर अब नेपाली होटेलमा गएर टक्क लाएर खानासाना खाने होइन अनि चाहिँ तपाईँको रुमतिर जाने है त फेरि साँझ ड्युटी छ गाइजहरू है हाम्रो छुट्टी भोलि हो अब भोलि एकदमै भिडभाड हुन्छ क्या फेरि साथीहरूले फेरि भोलि अन्त कतै घुम्न जाने योजनाहरू बनाइरहेको छन् होइन त्यही भएर पनि हामीहरू आज ड्युटी हुँदै पनि हामी आज सिक्कोतिर घुम्न आएको है त हेर्न सक्नुहुन्छ हजुरहरूले हाम्रो यता काठमाडौँ रेस्टुरेन्ट छ होइन आफ्नै स्वदेशी स्वादको खाना खानको लागि हामीहरू चाहिँ अब हाम्रो सिक्को बजारमा रहेको नेपाली रेस्टुरेन्टतर्फ जाँदैछौँ है त हजुरहरूले देख्न सक्नुहुन्छ यहीँ हो कि कहाँ हो हामीहरू अब चाहिँ फाइनल्ली भन्नु पर्दाखेरि नेपाली रेस्टुरेन्टमा पनि पुगिसक्यौँ है त ऊ हाम्रो साथीहरूतिर होइन सामान किनेर टक्क लगाएर कान्छाहरू होइन अब हामी नेपाली रेस्टुरेन्टभित्र जाँदैछौँ है त के हो दाइ तपाईँको यस्तो पार अलि ल्याउँछ भने मान्छे ऊ हाम्रो दाइले हामीलाई एकदमै झुट बोल्नु भएको छ है फेरि एकदम भागेतिर हुँदो रहेछ खाना खाएर बसेको ऊ अर्को दाइ नि हामीसँगै आएको दाइ उता नि देख्न सक्नुहुन्छ है त स्टार लाइट नेपाली रेस्टुरेन्ट सिको है त सिको दमाममा अब हामी रेस्टुरेन्टभित्र जाँदैछौँ है त ल उतातिर हाम्रो पाटन सर है त हामी नेपाली रेस्टुरेन्ट प्रस्थान गरिसकेका छौँ है त साथीहरू है हजुरहरूलाई देख्न सक्नुहुन्छ यो चाहिँ हामी सधैँ खाना आउने ठाउँ हो है त उतातिर हाम्रो साउजीको त्यहाँ पानी पिउँदै हुनुहुन्छ हाम्रो दाजुले अब हाम्रो चाहिँ यहाँ खाना ल केटा खाना अर्डर गरौँ त अब के खाना खाने मटन खाना खाने ल खाउँ पहिला यसो चिसो पनि खाने हो कि केही अलिअलि के खाने केही खाउँ चिसै खाऊँ न एउटा डिउसिउ मिरिन्डा सिरिन्डा होइन यो हाम्रो नेपाली रेस्टुरेन्ट है त हाम्रो नेपाली स्टार रेस्टुरेन्ट सिकुदमामा रहेको देख्न सक्नुहुन्छ यहाँको एकदम म्यानेजमेन्ट एकदम कति दामी छ है अब चाहिँ हामी यहाँ खाना गइरहेका छौँ त है त साथीहरू एकदमै मिठो खाना पाइन्छ यहाँ देख्न सक्नुहुन्छ हाम्रो सोल्टीहरू भात खानको लागि नेपाली खाना खानको लागि बसिसक्नु हाम्रो नेपाली स्टार रेस्टुरेन्टमा है त हाम्रो खाना पनि अर्डर भइसकेको छ साथीहरू है त 2वटा मटन खाना 1जना सादा खाना एकजना भएको चाहिँ घरमा अलिकति समस्या परेको हुनाले उसले चाहिँ मटन मासु चिकन केही पनि खाँदैन त्यही भएर चाहिँ 2टा मटन एउटा सादा खाना अर्डर भइसकेको छ देख्न सक्नुहुन्छ त्यहाँ हाम्रो चिसो पनि आइसकेको छ
3जना साथीहरूका लागि छुट्टा छुट्टै एउटालाई मेरेन्डा एउटालाई के भन्छ ड्यू र अर्कोलाई पेप्सी आइसकेको छ हजुरले देख्न सक्नुहुन्छ है त ल पेप्सी ड्यू होइन यस्तो गरिबमा खानुपर्छ कि है त खोइ लास्टै दामी रहेछ है त लास्टै गर्ने भएको थियो यो चिसोले चाहिँ एकदम शीतल बनायो है त अब देखि चाहिँ लास्ट दामी मजा आइरहेछ है ल है त देख्न सक्नुहुन्छ हाम्रो अर्डर पनि आइसक्यो खानाहरू होइन अब खाना खाने कार्यक्रम जारी छ हजुरहरू देख्न सक्नुहुन्छ है त ल है त साथीहरू अब चाहिँ हामी रुमतिर फर्कँदैछौँ है फाइनली हाम्रो काम सकियो आज हामी बिहान रुमदेखि 9 बजे हिँडेको तर रविलले गाडी त ट्याक्क 1 बज्दैछ है अब हामी चाहिँ रुमतिर जाँदैछौँ हजुरहरूले देख्न सक्नुहुन्छ है त तर हाम्रो केटाहरू देख्न सक्नुहुन्छ पछाडि एकदम बिन्दास तरिकाले है एकदम मिनरल वाटर पिउँदै मजाले गाडीमा मस्त तरिकाले बसिरहेछन् यतातिर हाम्रो रबिउल भाइ चाहिँ हाम्रो देख्न सक्नुहुन्छ हाम्रो ड्राइभर रबिउल भाइ यो गाडीको मालिक एकदम हामी चाहिँ बिन्दास तरिकाले अब रिल्याक्स भएर चाहिँ हामी रुमतिर जाँदैछौँ है त हजुरहरूले देख्न सक्नुहुन्छ आज धेरै घुमियो साथीहरू है एकदम धेरै घुमियो पैसा पनि सबै सकाइयो अब हामी रुमतिर जाँदैछौँ है त